बालेन्द्र शाह अहिले भावी प्रधानमन्त्रीका उम्मेदवारै हुनुहुन्छ अहिलेसम्म पनि। त्यो सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्नेछन् भनेर भनिरहेको छ। यही सम्झौता हो नि त? त्यो कहीँ पनि तलमाथि हुँदैन। त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। तपाईँले यो पनि अब 2/3 सरकार भइसकेपछि पार्टीभित्र खटपट हुन्छ, त्यो पनि फुट्ने होला नि भनेर आशंका गरिरहेका छन् मान्छे। यसलाई कसरी जस्टिफाई गर्नुहुन्छ? त्यो चाहिँ तपाईँले जनतालाई अलिकति भए नि भ्रम छिर्दिउँ भनेर गरेको प्रश्न हो जस्तो लाग्छ। त्यो प्रश्न नै बन्द गरिदिनुहोस्, किनभने तपाईँहरू हामीलाई चाहिँ मोटिभेसन दिनुहोस्। जनतालाई तपाईँहरूले यस्तो समाचार पठाइदिनुहोस् कि प्रश्न सोध्ने स्थिति बन्छ कि बन्दैन त्यो चाहिँ भनिदिनुहोस् न। तपाईँले अहिले नै सोध्न गलत गर्नुभयो, नसोध्नुपर्छ अहिले तपाईँले, होइन? किनभने राष्ट्रपालाई माया गर्ने अहिले राष्ट्रपाका सदस्य कार्यकर्ता भनेर नबुझिदिनु होला। राष्ट्रपालाई माया गर्ने तमाम तपाईँ जस्तै नेपाली दाजुभाइ तथा दिदीबहिनी हो त्यस कारणले उहाँहरूमाथि अन्याय हुनु हुँदैन। त्यस कारणले हामीबाट त्यस्तो कहिल्यै हुन सक्दैन, कदापि हुन सक्दैन। हामी त्यो इमान नगुमाइकन काम गर्छौँ। भनेपछि जसरी बालेन्द्र शाह अहिले भावी प्रधानमन्त्रीका उम्मेदवारै हुनुहुन्छ अहिलेसम्म पनि, त्यो सम्झौतामा भनिएको छ बालेन्द्र शाह 5 वर्षका लागि प्रधानमन्त्री हुनेछन्, पार्टी सभापति रवि लामिछानेले सम्हाल्नेछन् भनेर भनिरहेको छ। यही सम्झौता हो नि त? त्यो कहीँ पनि तलमाथि हुँदैन। त्यो सम्झौतामा के लेखिएको छ अब मैले नि एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन। तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यहाँ जे लेखिएको छ त्यही हुन्छ। भनेपछि त्यो सम्झौताभन्दा 1 इन्च पनि तलमाथि हुँदैन। त्यो मैले तपाईँसँग वाचा गर्नुपर्ने त यहाँ आवश्यकता देख्दिनँ। त्यस कारणले पार्टी निर्माण हुँदैछ, पार्टीले निर्वाचित भएर नेताहरू आउनुहुन्छ, वरिष्ठ नेताज्यू सभापतिज्यूहरू, पार्टीको केन्द्रीय समिति छ, त्यसपछि छलफल होला, संसदीय दल बन्छ, त्यसपछि त्यहाँबाट हुँदै जाने निर्णयहरूलाई तपाईँ हामीले मान्नुपर्छ। धन्यवाद। हस्।